नमस्ते, म विकास मक्तान सदा जय गरी फेरि पनि तपाईँहरूको माझ एक मध्यमवर्गीय परिवारको कथा लिएर आएको छु। मलाई लाग्छ यो कथा तपाईँहरूले मन पराउनु हुनेछ। एक मध्यमवर्गीय परिवारको एउटा छोरो सीको परीक्षामा 90% अङ्क प्राप्त गर्यो। बुवाले मार्कसिट हेरेर खुसी हुँदै आफ्नी श्रीमतीलाई भने, खिर बनाऊ, आज छोराले स्कुलमा तिम्रो छोराले 90% ल्याएको छ। आमा भान्सा कोठाबाट दौडदै आइन् र खुसी हुँदै भने, खै मलाई पनि देखाउनुहोस् न, म पनि छोराको रिजल्ट हेर आऊ। यसैबीच छोराको मुखबाट फ्याट्ट निस्क्यो, बुवा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ? के यिनले पढ्न सक्छिन्? यिनी त अनपढ हुन्। यी प्रश्न साथ आमाले आफ्नो साडीले आँखाको आँसु पुस्दै खिर बनाउन भान्सा कोठा गइन्। यो सबै बुवाले हेरेर भने, हो छोरा, तैँले एकदमै सही भनिस्, तेरी आमा अनपढ छे। जब तँ गर्भमा थिइस् उसले दुध एकदमै मन पराउँदैन थियो। उसले तँलाई स्वस्थ बनाउनका लागि 9 महिनासम्म दुध पिउँथे, किनकि तेरी आमा अनपढ थिए। तँलाई बिहान 7 बजे स्कुल जानु पर्थ्यो, त्यसैले बिहान 4 बजे उठेर तँलाई मनपर्ने नास्ता र टिफिन बनाउँथे, किनकि ऊ अनपढ थिए। जब तँ रातमा पढ्दा पढ्दै निदाउँथिस्, ऊ आएर तेरो कपी किताब झोलामा राखिदिएर तँलाई ओछ्यानमा सुताउँथे र त्यसपछि सुत्थे। रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथे, किनकि ऊ अनपढ थिए। सानैदेखि तँलाई तँ धेरै बिमार रहन्थिस्, त्यति बेला ऊ रातभर जागेर पनि बिहानै चाँडै उठ्थे र काममा लाग्थे, किनकि छोरा ऊ अनपढ थिए। तेरो लागि ब्रान्डेड कपडा ल्याउनको लागि मेरो पछि पर्थे र स्वयं वर्षभरि एउटै साडीमा रहन्थे, किनकि ऊ अनपढ थिए। छोरा, जो तेरो नजरमा पढे लेखेका मान्छेहरू छ नि, उनीहरू सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन्, तर तेरे आमाले आजसम्म कहिले हेरेनन्, किनकि ऊ अनपढ हो। उसले खाना बनाएर र हामीलाई पस्केर दिएपछि कहिलेकाहीँ आफैले खाना नै बिर्सिन्थे। त्यसैले म गर्वका साथ भन्छु, तेरी आमा अनपढ हो। यो सब बुवाको मुखबाट सुनेर छोराले रुँदै आफ्नै आमालाई गल्तीको महसुस गर्दै अँगाल्दै रुन्छन्। आमा, मैले त कागजमा 90% अङ्क ल्याएको हो, तर तपाईँ मेरो जीवनलाई 100% बनाउने वाली पहिलो शिक्षक हुनुहुन्छ। आमा, म आज पनि अशिक्षित छु र तपाईँसँग PhD भन्दा पनि उच्च डिग्री छ, किनकि आज मैले आफ्नै आमाभित्र लुकेको डाक्टर, शिक्षक, बेस्ट कुक यी सबैको दर्शन गरेँ। मलाई माफ गर्नुहोस् आमा भन्दै छोरा भावुक भए। यो कथा